गाइस हामी चाहिँ गोकर्णेश्वरमा छौँ। बेलुकाको टाइममा हावा खान आएको हामी चाहिँ। अनि यहाँ दाजुभाइ दुईजना छ यहाँ। हेलो हेलो हेलो। एकदम यस्तो छ। बेलुका टाइम भइसक्यो। हामी पनि यसो हावा खाइदिउँ भनेर आएको। कता जाने हामी? यहाँ माथिबाट जाने कि यताबाट जाने? कताबाट जाने? यताबाट पनि राम्रै रहेछ। यतैबाट जाने? ओके गाइज, हामी माथि पुगेपछि भेटौँला। अहिले चाहिँ हामी तलै छौँ, जङ्गलमै छौँ। माथि पुगेपछि भेटौँला। ओके गाइज, हामी चाहिँ सिँढी चढ्दैछौँ यहाँदेखि अब, होइन त गाइज? सिँढी चाहिँ यस्तो छ। अनि यो तलको भइहाल्यो। नाच्दै हुनुहुन्छ उहाँ शेर्पेली नानाहरू। सिँढी चढ्दै जाउँ। लगभग हामी गोकर्णेश्वरको माथिको एक प्रकारको त्यहाँ चाहिँ फोटोसुटको लागि, भिडियोको लागि एकदम चलेको ठाउँ छ। त्यहाँ चाहिँ हामी जाँदैछौँ। र हामी यो पहिलोचोटि चाहिँ होइन नि, जस बारम्बार आइरहने ठाउँ पनि हो। तर भिडियो एक्सप्लोर चाहिँ आजै गरेको हो मैले चाहिँ। गाइज, तपाईँको नाम के हो भनिदिनु पऱ्यो? मेरो नाम सुशील आछामी हो। अनि म यहाँ चाहिँ बिसी गाउँमा बस्छु। प्रेम चाहिँ? प्रेम आछामी। कहाँ बस्छौ प्रेम? यहाँ बेसी। सो गाइज, गोकर्णेश्वरमा फेरि पनि यहाँ गुम्बा बन्दै रहेछ, नयाँ गुम्बा। अब माथिको टुप्पा हाल्न बाँकी रहेछ, डेकोरेसन अलिअलि बाँकी रहेछ। यहाँ मङ्की पनि रहेछ। ओइ यस्तो रहेछ। यहाँ चाहिँ हाम्रो कुतियाजी हुनुहुन्छ। कुतिया यो डराएर लुकिरहेको छ। ल तर मलाई पनि डर लाग्यो। पुग्दै लागेछौँ कि हामी बाजारदेखि। ल गाइज, हामी चाहिँ आइपुगिसकेका छौँ। अनि अहिले बेलुकाको टाइम भएर बन्द भइसकेको छ। यो चाहिँ बिहानको लगभग 10 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै हुन्छ। यो चाहिँ गेट चाहिँ भित्र हामी इन्ट्री हुँदैन। अब त्यही हो गाइज, उतातिर जान्छौँ, हल्का हावा खान्छौँ अनि घरतिर लाग्छौँ गाइज।